गाइस मम्मी र म चाहिँ बाख्रा लिन जाँदै छु। अब हेर्नु गाइस यहाँ चाहिँ बिट्टु पनि छ। अब हामी चाहिँ जाँदैछौँ खेततिर बाख्रा लिनुको लागि। हामी चाहिँ जाँदैछौँ खेत। बाख्रा ठोकेको ठाउँ चाहिँ आइपुग्नु लागेको छ साथीहरू। हाम्रो बाख्री किधर है? हाम्रो बाख्रा माथि माथि छ अनि कहाँ देखिन्छ त हौ छोरा? कहाँ छ माछा चाहिँ? पानी छ त नि त्यो खाल्टोमा? हिँड न त लु छोरा छिटो अगाडि। तल चाहिँ नझर्नु है ल। हाम्रो डाँडा काँडा खेतहरू चाहिँ यस्तै छ गाइज, हेर्नुहोस्। पानी त सुकेको रहेछ नानी। हो रहेछ नि त छोरा पानी त। ए पानी त धेरै नै सुकिगयो छ छोरा। कति नजिक देखिँदो रहेछ नि त यसरी भिडियो गर्दा त नि। यस्तो तलला पनि। हजुर गङ्गटा छैन नानी, छैन। ऊ बाख्रा कराइसक्यो लु हिँड। बाख्रा पनि सबै गाँठो परेछ नि, सबै बटाएर छ त बाख्री मायालुहरू त। यहाँ हाम्रो निनी चाहिँ बाख्रालाई घाँस काट्दै हुनुहुन्छ। मेन्दोला भिडियो बनाएको क्या निनी? भिडियो भिडियो गरिहालेको भिडियो गरिहालेको। हेलो गाइस, मम्मी चाहिँ यहाँ बाख्राको दोरी बटारिएछ त्यही फुकाल्दै हुनुहुन्छ। यस्तरी बटारेपछि त अनि मलाई रिस उठ्छ त। गाइस बाख्रा कराउँदै छ। छिटो हिँड न छोरा छिटो। यो कुदिसक्यो नानी, छिटो हिँडौँ है छिटो। यो कुद्यो। अब हामी घर बाख्रालाई ल्याएर आइसकेको छौँ। नानी खेदाउ छोरा, खेदाउ खेदाउ खेदाउ। बच्चा भोकायो।